सबैलाई ह्याप्पी दसैँ है जोटिक सोच अलि ठुलो चाहिँ बोल न ल बोल ह्याप्पी दसैँ अनि अनि शुभकामना व्यक्त गर्दछु अनि थ्याङ्क यू हेलो एभ्रिवान वेलकम टु माई च्यानल आज चाहिँ दसैँको दिन हो अनि टिकाको दिन हो अब हामी टिका लाउन जाँदैछौँ र सबैजनालाई ह्याप्पी दसैँ अनि हामीहरू भाइहरू छ ल ह्याप्पी दसैँ भन् ह्याप्पी दसैँ अरू के भन्नु छ ह्याप्पी दसैँ एभ्रिवान है सुखी रहनु समृद्धि रहनु आजको भ्लग चाहिँ यसले बनाउँछ मेरो बिहाफमा होइन दुबईले यसले तिमी मेरो घर अब कहिले आउने जहिले दसैँमा मात्र आउने हो अरू बेला पनि आउनु पर्यो नि निनीको घर आउनु मन लाग्दैन निनीको घर आउनु मन लाग्दैन आऊ ल ल क्यामेराम्यानको हो भने कृष्ण हजुर अब यो नाति बसिहाल्यो टिका लगाइदिनु पर्यो लाग्दैन भने मेरो पालो होइन चार घन्टा त लाइन्छ त कुनै त पाँचौँ छैटौँसम्म जान्छ 2 घन्टा लाग्छ मैले दुईजनालाई त सबलाई उक्किँदै लाग्ने हो बस्ने नि के हतार त वर्ष दिनको चाड उनीहरूले हतार गरे गर्ने भन्ने कुरा ओम नमः भगवते वासुदेवाय रक्षा गर्नु जे सोचेछ त्यही भगवानले पुरै स्विच गरिदियो क्या पोखरा लाउँदै गर त्यही गर्नु नि छोरीलाई दसैँ दिन बिर्सिन्छ क्या नदिने कहाँ दुइटा आएको अब खुट्टा आइरहन्छ निशा र अजय सँगसँगै भने चल्छ एक्लै हुन्छ कहिले 10 महिना लिएर काम तपाईँको के गर्दा निशा नानी पेटमा थियो नानी त्यही महिना जन्मे अनि यो 10 महिना जन्मेको त्यति त मुसी र भदौ मेरो पाला अझै ल फोनमा कुरा गर्नेलाई लिएर एक्लै पो दग्गो त पैसा त दामी झर्नी भयो
आइफोन छोड्नुपर्ने छ भिडियो चाहिँ निशा दिदी क्यामेरामा यो दुधे ए त्यो चाहिँ भने बिहाइन्ड द स्क्रिन बिहाइन्ड द सिन रियल स्ट्रगल ए त्यस्तो भने ल बल्ल बुझेँ मैले ल निशा दिदी खोलेर दाइ भाउजू खासमा भन्ने हो त यिनीहरूको जोडलाई त हाम्रो घरै बोलाउनु पर्थ्यो होला एकजनाको बाँकी राख्नु हो नि जोडी भइसक्यो अलि जोड लिएर आउनु दिदी अर्को छ तपाईँको पनि हजुर तपाईँको पनि तैँले भनिस् अब दाढी पैसा दिँदैन लबी लाइन राख्नु है त ए भाउजूलाई हजुर अलि चुसम्म चाहिँ माइ लगिदियो टाउकै एन्ड हाम्रो यता बिजी वाइल्ड बिजी होइन खतरा फोटोग्राफर है सिनेमाटोग्राफी हानिदिन्छ फेरि हामीले चाहिँ नि तिमीलाई मन नपर्न सक्छ फेरि हाम्रो भिडियोग्राफी प्रोफेसनल जान्छ फेरि हाम्रो कस्तो भइरहेछ दाइ अब तपाईँको टर्न हो नि त यहाँ बा फोटो खिच्नै पर्छ सब यो भिडियो हेऱ्यो नि सबै कभर भएको बिचरा अघि त कालो मात्रै थियो अहिले त रातै भएछ बिजोकै भएछ है त्यसको त अब सक्यो आज र 2 बजी भित्र सकिँदैछ ठिकै भयो ठिक्क टाइममा सुरु भयो नि त सबैजना टाइममा आइपुगेको थियो नि त कम प्रोसेस हुन्छ यार त्यहाँ झर्छु टिका लाइन के हो त्यहाँबाट के प्रब्लम छ के प्रब्लम छैन चल्न चाहिँ राम्रै चलिरहेछ अहिले चाहिँ हेर नानीलाई
बच्चा त बच्चा भाउजूलाई बुढा पनि बच्चा हुँदा पो हत्ता नगर न अलिकति बाहेन छोरीलाई ढोका नमस्ते गरे कोही गरेको छैन मलाई खोइ त अनि कस्तो पैसा दिनु बिर्सेको छ अब यो मलाई मेरो त 100 रुपियाँ तपाईँको 50 रुपियाँ ए फाल्नु हुन्न नि मम्मीलाई त मम्मीलाई हात चाहिँ के काम त भाइ त पुरै कामी रहेछ स्टेबलाइजेसन चाहिँ दामी छ त यार यो पनि के छ पोसिबली छोटे मात्र हो क्या यसलाई पनि लगाइदिइहाल्यो हुन्छ अब के गर्नु एउटा वान सर्ट Hi everyone. I'm so happy. मेरो भिडियोमा के गर्नु होला रे लाइक सब्स्क्राइब गर्नु अनि कमेन्ट पनि गर्नु थ्यांक यू नमस्ते बाइ मैले बोलिरहेको आइदिएको छैन पाला आउँछ ल आइसक्यो पालो सो एन्ड यता के छ राम्रो वर्ड युज गर्छु हैन मेरो छैदैन मलाई छैदैन यिनीहरूको के हो बोल्नु राम्रो हुँदैछ यो सब युट्युबमा अपलोड हुन्छ है त भएन भने हामी चाहिँ फेरि कमेन्ट हान्छौँ रिपोर्ट सिपोर्ट एडिटर आफै हो क्या निशा होइन हेरे फेरि त्यस्तो चाहिँ हुँदैन होला फेरि म त सब राखिदियो नगर स्पिड हुँदैन नि फेरि वान मोर यस्तै हामी बिजोग छ है हाम्रो 25वटा फोन देखको देखै गरेर यहाँ मसल्स यहाँ बबल आइसक्यो यता एकछिन राम्रो सट हुनु पऱ्यो त्यहाँ एन्ड निशा म्याम फर्काउनु न राम्रो आउँछ होइन यस्तो हेर नै एकदमै बेस्ट राम्रो फिल्म लगभग अब आजको चाहिँ कार्यक्रम सकिन लागेको अवस्था जस्तो ठ्याक्कै 2 घण्टा लाग्यो लागिस् तैँले सानो लागिस् ओके हाम्रो सुबोधको पनि टर्न आएछ होइन त्यो एक्सक्युज मी ओ सुबोध ओइ त्यो लगाएको टिका त्यहाँ थालमा राख्नु हुँदैन है सेकेन्डचोटि बाहिर फाल्यो त्यो टिका रिपिट गरेर फेरि त्यो थालीमा राख्नु हुँदैन एन्ड पैसा दिएको उता कता कता त्यो क्या अरू कहाँ छ यहाँ धरो कमाइसक्यो यार अहिले तास खेलेर उडाउनु पर्छ हाम्रो यस्तो हो क्या गाई चाहिँ त्यहाँ अघि दिएर सिद्धो नि यार हुँदैन होला
धेरै माथि त्यति रमाइलो दक्षिणा एन्ड सुबोधले यहाँ खुट्टा ढोक्दै कति वर्षले भाइ हो निशा भन्दा माथि छ टिभी रुम छ आमा होइन होला त्यत्रो त यार त्यो धेरै भयो टु मच भयो नि त्यो त यार एन्ड निशाको टर्न आइसकेको छ लास्ट अब चाहिँ इन्डिङ जस्तो फिल भइरहेछ मलाई पनि है बास अब यसको पैसा खर्च हुने बेला भयो के हो सुबोध ए बाकी छ एन्ड दामी दिदी बहिनीको हो सो यता चाहिँ रमाइलो छ मेन भनेर चाहिँ आमा 15वटा जति फोनहरू एकैचोटि डाङडुङ हान्ने एक्सपर्ट भइसक्यो त यार अम्ल दुखाएको छैन त कस्तो फिल भइरहेछ अहिले यहाँनिर यस्तो नसा ससा हेरौँ त फुलिसक्यो होला हौ खै तपाईँहरू टिका पसिनाले फलफल झरो यसले के भयो पसिना आएर आँखा त झ्याप्पो भएछ एकछिन अब अलिकति टिका लाउनु अनि जानु नेक्स्ट आज टक्कै टाइममा सुरु भयो नि त हल्का मिलाएर लगाइदियो नि त न त पैसा तिर्न पारेन न अनि खोइ सानी दाउ लगाइदेऊ पहिला लगाइदेऊ सानी दाउ लगाइदेऊ एकैचोटि लगाइ भइहाल्यो तिनजनाले ल त्यसपछि त्यस्तो सम्भव बेला लगाइदेऊ ल नानी दुईजना बहिनी नेताले फोटो लेखेर त नानी यो मोबाइल छ पैसा कति रुपियाँ दिने अब पैसा कति दिने अब है कति दिने झिकेर ल सबै दिन्छु भन्दै त किनै त मैले सबै दिन्छु त्यो पनि हाल ढोका अब पहिला ढोकाइदिन्छु मैले पैसा कति रुपियाँ दिने अझैले कहाँबाट खिचायो के मोबाइलले ड्याङ ड्याङ हाल्न त अब थियो ल सबैजना बसौँ ल पहिला ग्रुप बसौँ न त्यसपछि गरौँ ल ग्रुप खिचौँ न त्यसपछि एक्लै खिचौँ ल खिचौँ ल भयो तपाईँले त पूर्वपट्टि मान्छे सब पस्यो नि तपाईँ पर्खिन्छ यसले भिडियो बनाएर आयो दसैँ आयो ल बसौँ न आउँदो रहेछ आएकै छ अब फोटो खिच्ने सेसन फ्यामिली फोटो कति कमायो त यहाँ छ त्यसको कति पर्सेन्ट मलाई हो जेरो जोस् मैले 50-50 मात्र छ मेरो हरियो एउटा पनि छैन मेरो हरियो हरियो होइन मैले यहाँबाट कहिले पनि हाम्रो चाहिँ अब टिका सबै लगाएर सकिसक्यौँ होइन यिनीहरू चाहिँ यहाँ फोटोहरू गर्दैछन् यतिको पठाउनु हुन्छ होला एसडी अन गरेर होइन डकमा पठायो राम्रो हुन्छ त्यही हो रमाइलो भयो टिका सिका लाग्यो भन्ला रमाइलो भयो पैसा चाहिँ थोरै आयो मलाई पैसा थोरै आयो कति आयो 500 भन्दा कम छ मसित तास खेल्न पुग्छ नि होइन 5 रुपैयाँ त पुग्छ ल खेल्नुपर्छ अहिले ल बाई बाई भन्नु ल सक्यो अब भिडियो आजको लागि बाई बाई थ्याङ्क यू फर वाचिङ लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई